रवि लामिछाने दाइ कुनै पनि मन्त्री पद नखाने भएका छन् साथीहरू। जुन अघिल्लो 2/3 सरकारले उनीमाथि गरेको दमन र उनीमाथि हालेका मुद्दा यति धेरै छन् कि उनलाई धाउँदा धाउँदा ठिक्कै छ। कहिले कुन अदालत, कहिले कहाँ धाउँदा धाउँदा ठिक्कै छ। त्यही भएर उनलाई जनतालाई टाइम दिन नसक्ने भएकाले उनी मन्त्री पद कुनै पनि नखाने र केही कानुनी हिसाबले पनि नमिल्ने भएकाले, तर म चाहिँ रवि दाइलाई गृहमन्त्री भएको हेर्न चाहन्थेँ कि उहाँ जस्तो साहसी नेता मैले देखेको थिएन के। उहाँलाई पुरो अघिल्लो 2/3 सरकारले एक जेलमाथि अर्को जेल, एक जेलमाथि अर्को जेल गरेर मर्नलाई मात्रै छाडेको थियो। यति धेरै मुद्दा हालिदिए कि दुबारा ऊ सरकारकै चुनावै लड्न नसकोस् भन्ने हिसाबले उनीहरूले मुद्दा हालेका थिए। तर उनीहरूको हार भयो। मुद्दा हाल्ने मान्छे अहिले कहाँ गए। जनताले उनीहरूलाई बढाएर फालिदिए। रवि लामिछाने दाइ सांसद हुनुहुन्छ, सांसद सँगसँगै उहाँ अहिले सभापति हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको। तर उहाँले बाहिरी रूपमा उहाँले पार्टीलाई सहयोग गर्नुहुन्छ, पार्टीलाई लिड गर्नुहुन्छ भन्ने हाम्रो आशा छ। त्यही भएर अब रवि लामिछाने दाइ मन्त्री चाहिँ हुनुहुन्न। त्यही भएर अलिकता दुःख लाग्यो। मैले चाहिँ उहाँलाई प्रधानमन्त्री या गृहमन्त्रीमा, प्रधानमन्त्री त बाहिर भयो तर गृहमन्त्री भएको हेर्न चाहन्थेँ है।